नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ नेपालमा निकै प्रचलित र आम्दानीमुखी बाली अलैँची खेतीको बारेमा। यदि तपाई पनि कृषिमा लागेर राम्रो कमाई गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि निकै उपयोगी हुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोला। अलैँची एक मसला बाली हो जुन पकाएर सुगन्धित मसलाको रूपमा प्रयोग गरिन्छ। यो मिठाई, चिया, औषधि र परिकारहरूमा स्वाद र गन्धको लागि प्रयोग हुन्छ। नेपालको पहाडी भूभागमा यसको खेती व्यापक रूपमा गरिन्छ र विदेशमा पनि यसको माग उच्च छ। अलैँचीको खेती नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेसिया र चीनमा पनि गरिन्छ। नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैँची उत्पादन गर्ने मुलुकमा पर्दछन्। यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ। यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ। यसकारण यो वनस्पति खेर गएको जमिनमा सही सदुपयोग गर्न सकिन्छ, साथै जमिनलाई भूक्षय हुनबाट पनि बचाउन सकिन्छ। खेती र परम्परागत बजार। अलैँची खेती गर्न समुद्री सतहबाट 700 मिटरदेखि 2200 मिटरसम्मको उचाइ, 8 देखि 20 डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक 1500 देखि 5000 मिलिलिटर वर्षा हुने सेपिलो उत्तर मोडा भएको ठाउँ उपयुक्त मानिन्छ। डम्मरसाई, रामसाई, चिबेसाई, गोलसाई, रामला, साउने आदि अलैँचीका प्रमुख जातहरू हुन्। डम्मरसाई 700 देखि 1200 मिटरसम्मको उचाइमा र रामसाई त्यसमाथि पनि 2100 मिटरसम्ममा लगाउन सकिन्छ। नेपालको पूर्वी पहाडबाट सुरु भएको अलैँचीको खेती 36 जिल्लाहरूमा फैलिएको छ। यद्यपि अलैँची लगाइसकेको 97% क्षेत्र पूर्वाञ्चलका 12 जिल्लामा र बाँकी 3% मात्र अन्य क्षेत्रमा पर्दछ। नेपालमा सबैभन्दा बढी अलैँची गर्ने जिल्ला ताप्लेजुङ हो। ताप्लेजुङ पछि सङ्खुवासभा र इलाम पर्दछन्। लगाएको 3-4 वर्षपछि फल्न थाल्ने अलैँची 25-30 वर्षसम्म फलिरहन्छ। अलैँची लगाउँदा खेतबारी मासु नपर्ने, भुइँ, डालेघाँस लगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखात र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान साबित भएको छ। उपयोगिता। अलैँची एउटा मसला बाली भएकाले प्राचीन समयदेखि नै यसलाई महत्त्वपूर्ण र महँगो मसलाको रूपमा प्रयोग गर्दै आएको छ। यसको सुगन्धित बियाबाट सिनेओल नामको उड्डयनशील, सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ। यसको तेल मिठाई, केक, पेस्ट्री आदिमा सुगन्धित बनाउन प्रयोग गरिन्छ। अलैँचीको बिया पानसँग पान मसलाको रूपमा खाइन्छ। आयुर्वेद र युनानी चिकित्सा शास्त्रमा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचारका लागि अलैँचीको प्रयोग गरिन्छ। अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्च कोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैँचीको प्रयोग गरिन्छ। सौन्दर्य प्रशोधनका निर्माण गर्न, शरीरमा उष्णता थप्न र यौनशक्ति बढाउन, पाचन शक्ति एवं कलेजोको कार्यक्षमता बढाउन, सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रूपमा अलैँचीको प्रयोग गरिन्छ। चिसो, रुघाखोकी, बान्ता, फियो बढेको, थकाइ लागेको, लुतो, हैजा वा अरू कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक आदि हटाउन, मूत्ररोग आदि रोगहरूको उपचारको लागि अलैँचीको प्रयोग गरिन्छ। अलैँची कोठी। राणाहरूले विक्रम सम्वत 1900 ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा अलैँची कोठी खोलेका थिए। त्यसबेला इलामबाट किसानहरूले ल्याउने अलैँचीमा धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नहुने भएकाले अलैँची बगैँचा मासिन थालेका थिए। विक्रम सम्वत 1990 को दशकमा माडवारी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती गर्न थालियो।
2020 सालतिर मेची विकास कोषले किसानहरूलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष 2032-33मा कृषि वर्ष मनाउँदा सरकारले 4 लाख बेर्ना वितरण गरेको थियो। 2033 सालमा इलाम फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो। रोगहरू: अलैँचीमा पातमा छिर्का देखिने छिर्के भाइरस, गाँजमा जमरा जस्तो बिरुवा देखिने फुर्के भाइरस र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्दछ, जसले उत्पादनमा 25 देखि 30% कमी ल्याउने गर्दछ। रोग लक्षण तथा उपचार: छिर्के भाइरस: पहेँलो छिर्कासँगै पात पहेँलिँदै अन्तमा कालो भएर सुक्छ र एक बोटबाट अर्को बोटमा छिटो छर्छ। उत्पादनमा 80% ह्रास ल्याउँछ। यसको नियन्त्रणको लागि गानोसहित रोगी बिरुवा उखेलेर डढाउने, मकैमा लाग्ने लाई किराले यो रोगको विस्तारमा मद्दत पुर्याउने हुँदा अलैँची खेती गर्ने नजिक मकै खेती नगर्ने र लाई किरालाई नियन्त्रण गर्ने उपायहरू अपनाउन सकिन्छ। फुर्के भाइरस: यस रोग लागेका अलैँचीका झ्याङ्का लाँक्राहरू अत्यन्तै छोटा हुन्छन्, फुलहरू गुचुमुच्च परेका हुन्छन् र फल लाग्दैनन्। समयमा नै नियन्त्रण नगरिए बगान नै सखाप हुन्छ। त्यसैले उक्त रोग लागेको अलैँचीका झ्याङ्का गानोसहित रोगी बोट उखेलेर त्यस ठाउँमा बिउबाट उमारिएको साउने जातको स्वास्थ्य बेर्ना लगाउने। केराउमा लाग्ने लाई किराले यो रोग विस्तारमा मद्दत पुर्याउने हुँदा अलैँची खेती नजिकै केराउ खेती नगर्ने र सिस्टमिक विषादी जस्तै मालाथिन 50%, सेबिन 50%, डेमिक्रन 50% वा मेटासिट 50% प्रयोग गर्नुपर्ने हुन्छ। जरा कुहाउने भाइरस: यो भाइरसले लाँक्रा पहेँलेर जान्छ र पछि मर्छ। बिस्तारै पुरै झ्याङ नै कुहिएर सखाप हुन्छ। यसको नियन्त्रणको लागि रोगी बोटसहित उखेलेर हटाई 1 वर्षसम्म केही पनि नलगाई बाँझो छोड्ने र अर्को वर्ष त्यो ठाउँमा स्वस्थ बिरुवा रोप्ने। यसरी जरा कुहाउने भाइरस लागेको ठाउँमा अर्को वर्ष रोप्दा प्रति भाङ 100 ग्रामका दरले कृषिचुनको प्रयोग गर्नुपर्दछ। झुसिल किरा: अलैँचीमा झुसिल किराले निकै सताउने गर्दछ। झुसिल किराले पुरै पात खाई नाङ्गो बनाउने गर्दछ। यसरी झुसिल किराले सताएमा मालाथिन 50% झोल विषादी 1200 देखि 1600 मिलिलिटर वा फेनिट्रोथाइन 50% झोल विषादी 600 देखि 800 मिलिलिटर प्रति र 600 देखि 800 लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नु पर्दछ। प्रशोधन विधि: नेपालको अलैँची प्रशोधन प्रविधि पुरानो छ। नेपालका अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको धुवाँले सिधै सुकाइने अलैँची बढी कालो र धुवाँ गनाउने हुन्छ। यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ। यो किसिमको भट्टी बनाउन 35-40 हजारदेखि लिएर 60-70 हजार रुपियाँसम्म लाग्ने हुन्छ। त्यसमा दाउराको खपत 25% कम हुन्छ। यदि तपाईँ पनि अलैँची खेती गर्ने सोचमा हुनुहुन्छ भने आजै योजना बनाउनुहोस्। थोरै लगानी र मेहनत दीर्घकालीन आम्दानी लिन सकिन्छ। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको भिडियोबाट बिदा चाहन्छौँ। नमस्कार।